देउरालीको चौतारीमा बुढो भन्थे ल नमस्कार दाजुभाइ दिदीबहिनीहरू नेपालभरिका विश्वभरिका जतासुकैबाट हेर्नुहोस्। आज हामी चुनाव सकिएर चुनावको मत परिणामहरू पनि आइसकेपछि म विजयी भएर चाहिँ यो चुनावको प्रचार प्रसारको क्रममा आउन नसकेको गुर्जा गाउँमा जाँदैछु र जाने क्रममा यो देउराली भन्ने ठाउँमा आएको छु। यो देउराली भन्ने ठाउँ यो चाहिँ 3250 मिटर अग्लो ठाउँमा चाहिँ म अहिले आइपुगेको छु। यहाँ एउटा सानो चाहिँ चिया खाने ठाउँ रहेछ र यो देउराली चाहिँ एकदम सुन्दर ठाउँ छ। देउराली भन्ने ठाउँमा आउँदाखेरि मेरो उहिलेको चाहिँ युवा अवस्थाको एउटा गीतको याद आयो। त्यो गीत गाएर नाच्दैछु। ल हेर्नु होला, नहाँस्नु ल है। ल मेरो भिडियो पनि हेरिदिनु होला, पैसा आउँछ खरेर ल है त। ल सबैले सुन्नुहोस्। देउरालीको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको लाग्छ अझै छजलको लाग्छ अझै छजलको लुकामारी खेल्दै वन पाखामा खेल्ने गर्थ्यौँ सानैमा लुकामारी गर्दै खेल्ने गर्थ्यौँ सानैमा अनि एकअर्काको नाम लेखी ढुङ्गैमा डुल्ने गर्थ्यौँ बगरमा छजलको आउँछ सङ्गिनीले आँखा छोपेको आउँछ अझै छजलको सङ्गिनीले आँखा छोपेको आउँछ अझै छजलको देउरालीको चौतारीमा देउरालीको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको लाग्छ मलाई अझलको मलाई अझलको देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको लाग्छ अझै झझलको